नमस्कार, वेलकम टु माई युट्युब च्यानल काजीको आवाज। म काजी र तपाईँ हेर्दै हुनुहुन्छ भगवत गीताको विशेष सिरिज। आज हामी भगवत गीताको पहिलो अध्याय अर्जुन विषाद योगबाट हाम्रो आध्यात्मिक यात्रा सुरु गर्दैछौँ। म केवल अध्यायहरूको सारांश मात्र बताउने छैन, बरु आजको व्यस्त जीवनमा यसको महत्त्व के छ, गीता किन पढ्ने र हामीले यसको ज्ञानलाई आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौँ भन्ने पनि बताउनेछु। र सबैभन्दा राम्रो कुरा के छ भने म तपाईलाई इङ्ग्लिस सबटाइटल पनि दिनेछु। त्यसैले अन्त्यसम्म हेर्नुहोस् र भगवत गीताको गहिरो ज्ञान प्राप्त गर्नुहोस्। कल्पना गर्नुहोस् कि तपाईँ जीवनको कुनै ठूलो निर्णय लिँदै हुनुहुन्छ, जस्तै करियर रोज्नु, परीक्षा दिनु वा कुनै ठूलो समस्याको सामना गर्नु। तर अन्तिम समयमा तपाईलाई डर, शङ्का र कन्फ्युजन हुन थाल्छ। अब यस्तो अवस्थामा तपाईँ के गर्नुहुन्छ? ठिक यही अर्जुनले महसुस गरेका थिए जब कुरुक्षेत्रको युद्ध सुरु हुन लागेको थियो। कथा सुरु हुन्छ कुरुक्षेत्रमा, जहाँ दुई विशाल सेना कौरव र पाण्डव युद्ध गर्न तयार छन्। एकातिर भीष्म र द्रोणाचार्य जस्ता महान योद्धा छन् भने अर्कोतिर स्वयं भगवान श्रीकृष्ण र पाण्डव छन्। महान धनुर्धर अर्जुन अचानक कमजोर महसुस गर्छन् जब उनले आफ्नै आफन्त, गुरु तथा दाजुभाइलाई विपक्षी सेनामा देख्छन्। उनको हात काप्न थाल्छ, मन भारी हुन्छ र शरीर शिथिल हुन्छ। अनि श्रीकृष्णलाई भन्छन्, हे कृष्ण, म यो युद्ध लड्न सक्दिनँ। आफ्नै परिवार विरुद्ध म कसरी युद्ध गरूँ? भगवत गीताको पहिलो अध्यायलाई अर्जुन विषाद योग भनिन्छ, जसको अर्थ हो अर्जुनको मानसिक द्वन्द्व। यो अध्यायमा महायोद्धा अर्जुन युद्धभूमि कुरुक्षेत्रको बीचमा उभिएका छन्। गहिरो दुःख र सङ्कोचले भरिएका छन्। आफ्नो आफन्त, गुरु र मित्रहरू आफ्नै विरुद्ध युद्धमा देख्दा उनी कर्तव्य र भावनाबीच द्वन्द्वमा पर्छन्। र यहीँबाट भगवान श्रीकृष्णले अर्जुनलाई जीवनको सबैभन्दा गहिरो ज्ञान दिन सुरु गर्नुहुन्छ। पहिलो अध्यायको मुख्य सन्देश हाम्रो भित्री सङ्घर्ष हो। अर्जुनको मानसिक द्वन्द्व हाम्रो जीवनका डर, सङ्कोच, अन्योल र भावनात्मक पीडासँग मिल्दछ। जस्तै अर्जुन आफ्नो निर्णयमा अलमलमा पर्छन्, त्यस्तै हामी पनि कतिपय अवस्थामा आफ्नो बाटो गुमाएको महसुस गर्छौँ। भगवत गीता केवल धार्मिक पुस्तक मात्र नभई यो सही जीवन जिउन सिकाउने मार्गदर्शक पनि हो। यसले हामीलाई तनाव, चिन्ता र अन्योलको सामना कसरी गर्ने भनेर सिकाउँछ। कठिन परिस्थितिमा पनि कसरी स्थिर रहन सकिन्छ भन्ने ज्ञान दिन्छ। आजको समयमा जहाँ मानसिक तनाव बढ्दै गएको छ, जसले गर्दा भगवत गीता अझै महत्त्वपूर्ण बन्छ। भगवत गीताको ज्ञानलाई दैनिक जीवनमा लागू गर्न यी 3 तरिका अपनाउनुहोस्। पहिलो, परिणाममा आसक्त नहुनु। काममा फोकस हुनुहोस्, त्यसको परिणामको चिन्ता नगर्नुहोस्। आफ्नो कर्तव्य र जिम्मेवारी पुरै मन लगाएर गर्नुहोस्, सफलता वा असफलताको डर बिना। दोस्रो, आत्मअनुशासन। आफ्नो भावनाहरू र इच्छाहरूमाथि नियन्त्रण राख्नुहोस्। सुख दुःखमा समान रहन मस्तिष्कलाई ट्रेन गर्नुहोस्। तेस्रो, आस्था र समर्पण। परम तत्त्वमा विश्वास राख्नुहोस्। जीवनका कठिन परिस्थितिहरूमा शान्ति पाउनका लागि ईश्वरीय ज्ञानलाई आत्मसात गर्नुहोस्। आजको डिजिटल युगमा जहाँ हामी सधैँ तनावग्रस्त र विचलित हुन्छौँ, भगवत गीताको ज्ञानले शाश्वत मार्गदर्शन दिन्छ। यसले हामीलाई कसरी मानसिक शान्ति, सन्तुलन र स्पष्टता प्राप्त गर्ने भन्ने कुरा सिकाउँछ। चाहे तपाईँ विद्यार्थी हुनुहुन्छ, पेसागत वा गृहस्थ, गीताको ज्ञानले जीवनका हरेक चुनौतीहरू सामना गर्न मद्दत गर्छ। यदि तपाईँले अझै पढ्नु भएको छैन भने आजै सुरु गर्नुहोस्। गीताको ज्ञानलाई आफ्नो जीवनमा लागू गरौँ र शान्ति तथा ज्ञानले भरिएको संसार बनाऊ। भिडियो मन परेमा लाइक, सेयर र काजीको आवाज च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईँले कहिल्यै अर्जुनको जस्तै शङ्का, डर वा अन्योल महसुस गर्नुभएको छ? यदि छ भने कमेन्टमा आफ्नो अनुभव सेयर गर्नुहोस्। भगवत गीताको अध्याय 2 लिएर फेरि अर्को भिडियोमा आउनेछु। तबसम्म हरे कृष्ण, हर हर महादेव।